बाघ बुढो भए पनि बाघै हो। अब बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त कहीँ? बिरालो बिरालो नै हो। त्यो भए हुनाले यो देशको इतिहास हो राज संस्था। ठिक छ, तपाईँहरूलाई कुरा चित्त बुझ्दैन, तपाईँहरूले जन्म सङ्ग्रह गर्नुभयो पनि भएन, जनतामा जानु पनि भएन, काहीँ आन्दोलनले फाले पनि होइन, तपाईँहरूले त छलकपट गरेर फाले हो। ठिकै छ, ठिक छ, अहिले भइराखेको छ। तर हरेक कुरामा, हरेक शब्दमा हुँदा हुँदा नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरू गर्नु चाहिँ त्यति उचित हो जस्तो मलाई लाग्दैन। मैले यति नै यसको जवाब दिएँ। बाघ बाघै हो, रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो। यसको इतिहास छ आफ्नो देशमा। जुन राजाले र जनताले मिलेर चाहे तिब्बतसँग युद्ध लडेर होस्, चाहे 2200, 2300, 2400 राज्यहरूलाई एकीकरण गरेर होस्, चाहे तपाईँको मुगलसँग युद्ध गरेर होस्, चाहे अङ्ग्रेजसँग युद्ध गरेर होस्, राज संस्थाको नेतृत्वमा यो देश बनेको र त्यो देशको सांसद हौँ हामी आज।